यलो महानगरपालिका वायु गुणस्तर व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया ज्याजो यागुदो महानगरपालिका युएसआइडी लिसे सहकार्य यागु अन्तर्क्रिया शिक्षा लागलिसे सरकार वाला तलिसे वायु गुणस्तर व्यवस्थापन सम्बन्धी विचार विमर्श यागु ख ज्याजोले वातावरण महाशाखा प्रमुख प्रदीप अमात्य युएसआइडी स्वच्छ हावा कार्यक्रम बारे जानकारी दिएको ख अथे ज्याजोले शिक्षा शाखा अधिकृत सरिता पौडेल यला महानगरपालिका वायु प्रदूषण लिसे वातावरणीय शिक्षा सम्बन्धी नीति ज्याजो व अभ्यास बारे जानकारी दिएको ख तर कस्तो देखिएको छ भनेदेखि निरन्तर ल्याएको छ त्यही बाटो त्यही हो त्यसलाई चलाउन सकेको छैन होइन झन् भिडभाड भएको हो कि झन् गाह्रो हुन्छ कि जस्तो अवस्था पनि देखिएको छ तर सबैले साइकल चढ्दैन भएको त ठिकै हुन्थ्यो त्यही गाडी पनि हिँडेको छ ठुला गाडी पनि हिँडेको छ स्कुटर र मोटरसाइकल हिँडेको छ साइकल पनि हिँडेको छ गर्न अलिक गाह्रो परेको अवस्था तर पनि साइकल चढ्नेहरूलाई चाहिँ साउन्ड बनाइदिएको छ होइन अब यो अनिवार्य रूपमा गर्नुपर्ने त्यो ल्याउनुपर्ने नीति त आउला गर्न सकिएला नसकिएला नराम्रो भन्ने सबै पक्ष मिल्नु पर्ने हुन्छ र ठाउँ ठाउँमा चाहिँ डस्टबिनहरू फोहोरहरू राख्नको लागि कुनै बोर्डहरू नकुनै बोर्डहरू त्यस्तो व्यवस्था पनि गरेको छ र विद्यालयतिरको कार्यक्रममा भन्दा छुट्टै वायु प्रदूषणको लागि भनेर छुट्टै बजेट छुट्याएको छैन। अथे शिक्षा शाखा प्रमुख महेन्द्र बहादुर छेत्री वायु गुणस्तर व्यवस्थापन शिक्षा क्षेत्र या भूमिका बारे चर्चा याना दिएको ख अन्तर्क्रिया ज्याजोले थिथि स्कुलिया प्रधान अध्यापक शिक्षक देश स्थानीय अभ्यास व विद्यालय समुदाय संलग्नता बारे थथगु अनुभव कालबिल यागु ख अथे ज्याजोले एचएफआई 360 या सुमेन्द्रमान श्रेष्ठ वायु गुणस्तर व्यवस्थापन शिक्षा या संलग्नता बारे व एन्फोया रोशन चौलागाइन शिक्षा क्षेत्र या क्षमता कमजोरी अवसर व चुनौती या पहिचान यासी थगु धारणा तय दिएको ख